बगेको खली कहाँ पुग्छ पुग्छ, कुवाको पानी कुवैमा सुक्छ, बिर्सेर जाने कहाँ पुग्छ पुग्छ, सम्झिनेको मन बिस्तारै दुख्छ। साथीहरू, यस्तै नै छ यो माया भन्ने कुरा पनि। आज म एउटा यस्तै प्रेम पत्र तपाईँहरूमा प्रस्तुत गर्दैछु। एकजना साथीले पत्र पठाउनु भएको छ। मेरो हातमा एउटा अधुरो प्रेम पत्र परेको छ। कुरा 2080-81 तिरको एकजना मान्छेसँग अचानक भेट हुन्छ। उसँग बोलचाल हुन्छ। बोलचाल नि यस्तो हुन्छ कि पहिल्यै नजरमा उसँग जिन्दगी जाला जस्तै। माया भनेको कुरा कहाँ कोसँग कसरी हुँदो रहेछ पत्तै नहुने रहेछ। जसँग मिठो माया हुन्छ, मिठो सम्बन्ध हुन्छ, उसैसँगको सम्बन्ध छोटो हुँदो रहेछ। अहिले आएर थाहा भयो प्रिय मन, कसैलाई पनि मनदेखि माया नगर्नु। मायाले निकै रुवाउँदो रहेछ, निकै धर्पाउँदो रहेछ। आफ्नै सम्झेर बोलिरहेको मान्छे एकैचोटि पराई हुँदा आकाश खसेको जस्तो हुँदो रहेछ। त्यो अनिन्द्रा, त्यो निद, त्यो भोक, त्यो तडपाई, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। प्रिय मन, जसलाई माया गर्नुहुन्छ चिनेर गर्नुहोला। उसँगको सम्बन्ध पनि राम्रै थियो, लाग्थ्यो मलाई राम्रै हुनेछ। छिडेको समय हो, धेरै कुरा चिन्तान हुन बाँकी छ, घुलमेल हुन बाँकी छ। बिस्तारै त उसले पनि मलाई बुझ्छ होला। सम्झन्थे घरिघरि उसँग प्राणै अडिएको जस्तो लाग्थ्यो। एकैछिन फोनमा नबोल्दा छटपटी हुन्थ्यो, पीडा हुन्थ्यो। किन फोन नगरेको भन्न मन लाग्थ्यो, तर भन्दैन थिएँ म। तर लामो समयको बोलचाल पछाडि थाहा छैन उसलाई किन एकैचोटि मन परिवर्तन गर्न मन लागेको हो। मैले नबुझेको होला सायद, या बुझाउन नसकेको हो, या आफैलाई मसँग चित्त नबुझेको हो। एक्कासी टाढा भयो। सहन निकै गाह्रो भयो त्यो पल। म आफूलाई आफै सम्हाल्नै सकिनँ। सम्हाल्नु पनि कसरी? उसले माया यति धेरै देखाउँथ्यो कि सायद मलाई जीवनको कुनै मोडमा पनि उसले छोड्ने छैन। मलाई पूर्ण विश्वास थियो। बिस्तारै उसलाई म माया गर्न थालेको थिएँ। जब म माया गर्दैन थिएँ तब उसले आफ्नै जस्तो गरेर अधिकार जताउँथ्यो। जब म उसलाई आफ्नो सम्झन थालेँ, मन दिन थालेँ, माया गर्न थालेँ, तब ऊ टाढिँदै गयो। मैले फोन नगरेको समय त उसले अब मलाई आफै गर्छ, फकाउँदै गर्छ जस्तो लाग्थ्यो। उसलाई म भन्थे किन फोन गरेको, यस्तै सोध्थे। उसले त यति भन्दैमा अब आफ्नै मान्छे हो, फरक पर्दैन भन्ने जस्तै लाग्थ्यो। तर के थाहा उसले मेरो मन र मस्तिष्कलाई खेलौना बनाउन खोजेको रहेछ। निकै कामहरू पुरा भएनन् मेरो। म जुन काम गर्थेँ त्यो कामलाई जुन दिनदेखि उसँग सम्पर्क विहीन भयो त्यो दिनदेखि सधैँ काम बिगार्न थाले, सधैँ काम बिग्रिन थाल्यो। अनि मलाई साथीहरूले केही समय काममा नआउन अनुरोध गर्नुभयो। म ठिक त्यसै गरेँ। कोठामा 10औं दिन सुतेँ, तर निन्द्रा आएन, भोक लागेन। त्यसैको असरले होला म एकदमै बिरामी भएँ। हस्पिटल पुगेँ। बुटोल हस्पिटलको बेडमा उसको यादले निकै सतायो। आफूलाई अझै सम्हाल्न सकिनँ। सबै हुन्थ्यो, सबै हराउँथ्यो, प्राणै हराउँथ्यो, तर उसको याद हराउने थिएन दिमागबाट एकछिन पनि। अनि उसलाई पनि मलाई जस्तै भएको छ अब कि
कतै बिरामी पो पर्यो कि मन निकै हतासिन्थ्यो। निकै छटपटी हुन्थ्यो हस्पिटलमा। डाक्टरले मलाई थोरै बिसको औषधि मिलाएर इन्जेक्सन लगाइ आनन्द हुने थियो। यो मनलाई चैन मिल्ने थियो जस्तै लाग्थ्यो। साथीहरूले सोधे, होइन तिमी किन यस्तो भएको, तिमीलाई के खुवाऊ? मैले भन्थे, थोरै बिस दिए नि खान्थे यो समय। तर उनीहरू हाँस्थे, मजाक सम्झन्थे। तर म वास्तविक बोलेको थिएँ उनीहरूसँग। ठिक त्यस्तै लाग्थ्यो मलाई पनि। मनले कति मानेन। हस्पिटलको बेड पाते मैले उसलाई। उसको आफन्तलाई फोन गर्ने प्रयास गरेँ। मानेर उसको आफन्तलाई उसको अनुहार एकल फोन गरेर देख्न मन थियो। आफन्तलाई बिन्ती बिसाए, तर आफन्तबाट रिप्लाई आएन। थाहा भयो उसको पनि अरू कोही छ होला, नत्र यति धेरै तरपाइमा, यति धेरै पीडामा मलाई मात्र होला। उसले त बिर्सिसक्यो, त्यसैले एकल फोन गरेन। यस्तै सम्झेर मन सम्हाले। हस्पिटलमा डाक्टरले कमजोरीको औषधि दियो, तर शरीर कमजोर भएको थिएन, मन कमजोर भएको थियो। यो कुरा डाक्टरले थाहा पाएन। आशा थियो अझै पनि उसले मलाई सम्झन्छ भनेर। उसको आफन्तलाई म बिन्ती बिसाएको थिएँ। पक्कै पनि यति खबर पाएपछि त माया भए फोन गर्छ। तर त्यो सब भएन। हस्पिटलबाट डिस्चार्ज भए, तर उसको यादबाट डिस्चार्ज हुन सकेन। बाटोमा गाडीमा रुँदै रुँदै घर फर्किए। कसैलाई नसुनाउन सक्थे, न कसैलाई भन्न सक्थे। सबै साथीहरू हाँस्दै थिए। के गरे, के भएको, यस्तै सोध्थे सबैले। न त भन्न नै सक्थे कसैलाई, न सहन नै। साह्रै गाह्रो भयो। घर आएर दिदीलाई फोन गरेँ। घन्टौँसम्म दिदीसँग चिच्चे रोए। दिदीले भन्नुभयो, लुङ्ने मान्छे यस्तै हो नानी, आफूलाई सम्हाल। मुखले एउटा, मनले अर्कै बोलेको हुन्छन् भनेर। दिदीले भनेको कुरा हो जस्तै लाग्यो। बिस्तारै सम्हाले। करिब 20-22 दिन पछाडि 2वटा दाना बाटो मुखमा राखे। धेरै दिनपछि खाना खाएको भएर होला, रिङ्गाटो लाग्यो। दिनभरि सुते। काममा निरन्तर दिन सकेकै थिएन। बाँकी कुरा त लथालिङ्ग नै थियो। बिस्तारै सम्हाल्दै थिए आफैलाई। महिनौँ पछाडि उसँग फेरि कुरा भयो। उठाबाट आवाज आएको थियो, हेलो। मलाई भन्न मन थियो, मर्यो कि बाँचेको छ भनेर फोन गरेको। यस्तै सोध्न मन थियो। अझ त उसँग चिच्याएर रुन मन थियो, तर रोइन। किन रुने? मेरो आँसुको कुनै मूल्य छैन उसको अगाडि। होइन भने म उसँग नरोएकी पनि त होइन यसभन्दा अगाडि। सधैँ उसँग आँसु झर्ने गर्थे उसको मायाले। परेली बिच थियो, तर उसले यतिसम्म बुझेन। जसो तसो सम्हाल्दै थिए। फेरि घाउमा नुन चर्कियो। अब म के गरौँ? फेरि होइन अनिन्द्रा। फेरि उस्तै भोक नलाग्ने, फेरि उस्तै कामलाई निरन्तर दिन मन नलाग्ने। होइन, मलाई कस्तो सम्झेको होला उसले। मन लागे उसले आफै कल गर्ने, मन नलागे पलक गर्दिने। कतै खेलौना भएको होला मेरो मन। अझै पनि सम्झन्छ मनले, होइन ऊ यस्तो हुन सक्दैन। तर म गलत रहेछु। अब चाहिँ जसरी पनि बिर्सन्छु। रोएर आँखाको आँसु नसिद्धिँदो रहेछ। सिरानीहरू साँच्चै छन्। उसको सम्झनामा कति आँसु झऱ्यो भनेर। कसरी सम्हालु म अब? फेरि तिमी किन फर्केको? फेरि किन फोन गरेको? फेरि किन आवाज सुनाएको?
फेरि किन त्यो अनुहार देखाएको? यस्तै यस्तै कुरा मनमा आएर फेरि भटभटी बोल्न थालेको छ यादहरूले। सम्हाल्न सकेको छैन आफूले आफै। आँसुहरूले बाटो छेकिरहेका छन्। भन्न त उसलाई कति मन थियो, कति यति धेरै माया गरेको पनि बुझेन है, तर भनेन। यति धेरै सम्झना गरेको नि बुझेन है, भन्न मन थियो, भनिन। किन तर्पाएको, मरोस् भनेर हो, भन्न मन थियो, तर भनिन। किनकि उसले मलाई आफ्नो सम्झना छाडेको थियो। नछाडोस् पनि कसरी, न त उसँग मेरो हैसियत नै मिल्थ्यो, न त योग्यता नै। ठिकै छ, तिमी जहाँ भए नि खुसी र सुखी रहनु, तिमीलाई राम्रो होस्। सधैँ सधैँ जीवनको कुनै पनि मोडमा तिमीसँग भेद नहोस्, नत्र म आफूलाई फेरि सम्हाल्न सक्दिनँ। आफ्नो ख्याल राख्नु, स्वस्थ रहनु, व्यस्त रहनु। उही तिमीलाई धेरै माया गर्ने तिम्रो बदमास मान्छे।